नमस्ते एन्ड गुड मर्निङ सबैजनालाई। मेरो सानो भ्लगमा हजुरहरूलाई फेरि स्वागत छ अनि सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना। आज बिहान 9 बजे बाबुलाई हस्पिटल लानुपर्ने थियो, त्यही भएर बिहान अलि छिटै उठेर घरको कामहरू बिहान मर्निङ कामहरू सबै हतार गरेर सकाइदिएँ। तल चिया खान आउने अहिले बाबुलाई चाहिँ राति अलिक सुत्न अलिक गाह्रो भयो। ऊ नसुतेपछि हामीलाई पनि कहाँ राम्रोसित सुत्नु पाइन्छ र घरिघरि उठाइदिनु पर्ने बसाइदिनु पर्ने, त्यही भएर अलिकति निन्द्रा नि खलबली भए। बच्चाहरू बिरामी हुँदाखेरि आमाहरूलाई लास्टै गाह्रो हुन्छ। यस्तो लाग्छ उनीहरूको जो पीडा छ, उनीहरूको जो पेन छ हामीले लिइदिनु पाए हुन्थ्यो। मैले पठाउ बोलाइसक्यो एक्सरे अच्छा कति मोबाइल दे ल्याउ न ल्याउ आयो। चलो 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 तिमी यता बस्ने कि कहिले म जान्छु। आज यो एक्स आर्मीहरूको यो ECHSले छ नि, मेरो दिमाग यति तताएको छ। यिनीहरूले मलाई अलमोस्ट 1.5 घन्टा यत्तिकै डोलाइदियो यो 100 रुपियाँको टिकटको लागि। आखिर केही काम लागेन, मैले आफ्नै पैसा तिरेर मैले टिकट काटेँ। डक्टरलाई नदेखाउन्जेल चाहिँ एकदम टेन्सन भइरहेको थियो। आखिरमा त्यस्तो सिरियस केही पनि छैन रे, सानो बच्चा हड्डी मजाले जोड्छ, आफै जोड्छ, केही गर्नु पर्दैन भन्नुभयो। बल्ल ढुक्क भयो म। आज न्यू इयर अनि सानो बहिनीले चाहिँ स्वयम्भूमा बत्ती बाल्ने कुरा गर्यो अनि स्वयम्भू चाहिँ हस्पिटलको नजिकै छ, त्यही भएर म चाहिँ यहाँ स्वयम्भूमा उनीहरूलाई कुरेर बसेँ। सानो बहिनीसँग चाहिँ अर्को दिदीबहिनीहरू नि आउनु भएको रहेछ अनि हामी सबैले मिलेर स्वयम्भूको चाहिँ 3टा परिक्रमा पुरा गर्यो। सानो बाल्ने 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 कहाँनिर बाल्ने कहाँ बस्ने उता कुनामा जाने अब गलत बाटोबाट आयो त। मिठो है मलाई मिठो छ। यो भाग मेरो हो नि सबै। हजुर च्यानल छ र मेरो च्यानल छ नि। अब मजाले देखिरहेको छ। एक्चुअल सिनेमन रोल जस्तो हुन्छ। जानुवाला चाहिँ मेरो है फेरि। यसको जो स्वर्ल्सहरु हुन्छ नि यो जानुवाला मेरो है फेरि। दो चाहिँ बिग्रियो के रामजेममा देखिनु पर्छ। ल गाइस बाइ बाइ, सी यु टुमोरो। राम्रो देखेको छ। अलि पछाडि जाऊ त, राम्रो देख्छ यार। सामान राम्रो लाग्छ, दामी मन पर्दैन। के खाने? एउटा ब्लुबेरी चिज केक अनि एउटा चकलेट पेस्ट्री दिनु न। क्लासबाट आउने बित्तिकै मैले बाबुलाई हल्का फुल्का स्न्याक्स दियो अनि मामा फुपूले पनि चाय बनाएर खाइसक्नु भएको रहेछ।
अनि यसको बाबा पनि गाउँबाट आइसकेको रहेछ। छोराको लागि भात। यो चाहिँ मेरो आमा र सासु आमाको पालकको घरेलु नुस्खा, एउटा प्योर हनी लगाएर चाहिँ हैन यसो मर्केको भाँचेको ठाउँतिर अनि त्यसको माथि चाहिँ नेपाली कागज चिपकाइदिनु पर्ने हो। तर मसँग थिएन, त्यही भएर मैले टिस्यु चिपकाइदिएँ हो। रातिको खानासाना सबै भइसकेपछि बाबुलाई चाहिँ मैले दबाई दियो। डाक्टरले चाहिँ पेन किलर र एउटा स्वेलिनको लागि चाहिँ 5 दिनको दबाई दिएको थियो। त्यसपछि म आफ्नो नाइट स्किन केयर रुटिन गर्न बसेँ अनि गरिसकेपछि चाहिँ भिडियो एडिट गर्यो। आजको दिन भन्नुपर्दा एकदमै थकाइदिनेवाला दिन भयो। मेरो बिहानको लन्च पनि स्किप भयो। तर लाइफ भनेको यस्तै हो, कहिले तल कहिले माथि उतार चढाव भइरहेको हुन्छ। तर यसो हेर्दाखेरि आजभोलि म एकदमै बिजी भए जस्तो लाग्छ कि एकदमै बिजी। पहिला यस्तो बिजी म कहिले पनि हुने थिएन। तर बिजी हुनु पनि एक प्रकारले एकदमै राम्रो हो, किनभने यसले हाम्रो दिमागमा नाना थरी कुराहरू खेल्न दिँदैन, आउन दिँदैन। भन्छ नि खाली दिमाग शैतानका घर भने जस्तै। त्यही भएर सकेसम्म आफ्नै आफूलाई बिजी राख्नु होला। ओके साथीहरू, आजलाई यति नै। भोलि भेटौँला। तपाईहरुको सपोर्ट र मायाको एकदमै जरुरत छ, गर्नु होला। ओके, गुड नाइट, सी यू टुमोरो, बाई, स्वीट ड्रिम।